हेलो एभ्रिवान गुड आफ्टरनुन। आज 2083 साल नयाँ वर्ष वैशाख 1 गते र आज यो 1 गते बिदाको दिन पारेर चाहिँ म यहाँ डोलेश्वर महादेव भन्दा माथिको यो डाँडामा आएको छु र यहाँ आउनुको कारण चाहिँ यो ठाउँमा चाहिँ स्पाइनी ब्याब्लर छ भन्ने हिसाबले म आएको हो र म केही समयदेखि यो ठाउँमा आइरहेको थिएँ र फाइनल्ली आज मैले स्पाइनी ब्याब्लरको फोटो खिच्न पाएको छु। अनि मैले लास्ट 3 इयर्सदेखि यो बर्ड फोटोग्राफीहरू गर्दै गरेको थिएँ र स्पाइनी ब्याब्लरको फोटो खिच्ने स्पाइनी ब्याब्लर हेर्ने अपर्च्युनिटी पाएको थिएन र फाइनली यो 2083 सालको 1 गते चाहिँ मेरो यो ड्रिम चाहिँ फुलफिल भएको छ। अनि स्पाइनी ब्याब्लर चाहिँ मेरो हिट लिस्टमै परेको चरा हो र यो चरा चाहिँ काठमाडौँमा धेरै ठाउँमा पाउन सक्छौँ। त्यसै गरी म चाहिँ यहाँ भक्तपुरको यो डोलेश्वर महादेवको पछाडि आएको छु र यो स्पाइनी ब्याब्लर चाहिँ नेपालमा मात्र पाइने एउटा दुर्लभ चरा हो र यो काँडे भ्याकुर चरा स्पाइनी ब्याब्लर यो चाहिँ एकदमै ब्युटिफुल र एकदमै युनिक रहेछ। यो यसको बडी टेक्सचर यिनीहरू एकदमै युनिक लाग्यो र यो धेरै जसो चाहिँ अलिकति साई बर्ड हो र यो बुसतिर बस्छ र यो डाँडामाथि यो ठ्याक्कै यसको हेबिटेट मिल्ने खालको यो ठाउँ छ र नभन्दै यहाँ चाहिँ स्पाइनी ब्याब्लर बस्दो रहेछ र स्पाइनी ब्याब्लरले अघि एकछिन अगाडि चाहिँ राम्रो कल दिएको थियो र मजाले मैले अलिअलि फोटो खिचेँ। अनि यो स्पाइनी ब्याब्लर चाहिँ धेरै जस्तो यो बुसभित्र बस्ने भएकोले फोटो खिच्न चाहिँ अलिक गाह्रै रहेछ किनभने यो ओपन ठाउँमा चाहिँ खासै आउन गाह्रो मान्ने रहेछ। अनि अहिले यो ब्रिडिङ सिजन सुरु भएको छैन र ब्रिडिङ सिजनको टाइममा चाहिँ अलिक बाहिर आएर धेरै कल गर्ने नाच्ने गर्छ। जे होस् मैले स्पाइनी ब्याब्लरले कसरी कल गर्छ र कस्तो हुन्छ भन्ने कुरा चाहिँ जस अनुभव गर्न पाएँ र स्पाइनी ब्याब्लरले गाउने गीत स्पाइनी ब्याब्लरको कल एकदमै मिठो र एकदमै राम्रो रहेछ। अनि स्पाइनी ब्याब्लरले चाहिँ खास गरी यो बुसमै बस्छ र स्पाइनी ब्याब्लरले खान्छ के त भन्दाखेरि यसले धेरै जसो किरा फट्याङ्ग्राहरू खान्छ। अनि इङ्ग्लिसमा यसलाई इन्सेक्टिभोरस भन्छ। अनि अरू फलफुलहरू पनि खान्छ। फलफुल भन्दा पनि फलहरू खान्छ, सानो फलहरू जस्तै बेरी यो सानो ऐँसिलु यस्तै चिजहरू खाने गर्छ स्पाइनी ब्याब्लरले। अनि इट्स अ ग्रेट अपर्च्युनिटी फर मी भन्छु। अनि म फर्चुनेट आज म धेरै टाइम पनि थिएन मसँग, यस्तै 4 बजेतिर म यहाँ आएको थिएँ र ठ्याक्क 5 बजे स्पाइनी ब्याब्लरले मजाले कल पनि दियो र मजाले बाहिर पनि आयो। तर त्यस्तो बाहिर चाहिँ आएन जस बुसबाट देखिने हिसाबले एउटा फ्रेमिङमा चाहिँ आएको थियो। अनि आई एम भेरी फर्चुनेट टु टेक अ पिक्चर अफ स्पाइनी ब्याब्लर। सो लेट्स इन्जोय द ब्युटिफुल पिक्चर अफ स्पाइनी ब्याब्लर काँडे भ्याकुर चरा। थ्याङ्क यू।